हेलो साथीहरु, जिन्दगीभर दौडधुप गर्दा गर्दै थाकिएछ है। कहिलेकाहीँ थोडा रेस्ट गरिदिउँ भन्ने हो। सन्चो छैन, शरीरले आराम गर भनिरहेको छ। तर के गर्ने, परिस्थितिले भने काम गरिरहेको हुन्छ। त्यही पनि आज एउटा कुरा भनौँ भने हो हजुरहरुसित, हैन। विषय त मेरो होइन, तर पनि थोरै मनमा लागिहाल्यो भन्छु है त। विषय के हो भनेपछि हिजो अस्ति मात्र समथिङ 2-3 महिना अगाडि, 2-3 महिना पनि भएन हो, 1 महिना अगाडि, 2 महिना अगाडि ज्यानजीले आन्दोलन गर्यो, केपी ओलीलाई फाल्यो, शेरबहादुरलाई चुटायो, अर्को गर्यो होइन। किन ठुलै परिवर्तन हुन्छ भन्ने सोचिरहेको थिएँ, तर परिवर्तन त केही भएन त। अझ केपीको हुँकार त्यत्तिकै छ। हेर्नुस् त, अध्यक्षमा पनि जितिहाल्यो केपी ओलीले। अब सक्छ त कसैले केपी ओलीसँग? मलाई लाग्छ पार्टी ठुलो त अब केपी ओलीकै हो, हैन। किनभनेपछि हुँकार छ उसित, कसले के गर्न सक्छ भन्ने हुँकार छ कि। अनि हाम्रो देउबालाई हेर्नुहोस् त, सुदूरपश्चिमको भएर होला, कहाँको भएर होला, हैन। त्यही भएर होला, नाकै ठुलो के फेरि, हैन। उसले छोडिदियो 6चोटि प्रधानमन्त्री हुन्छ भन्ने भविष्यवाणी ज्योतिषले गरेको थियो, त्यो पनि छोडिदियो उसले। त्यस्तो हुनुपर्छ नि त नेताले। जे होस्, शेरबहादुरले राम्रो गरेछ, हैन। भिजुका दिन जस्तो हैन। म व्यक्तिगत शेरबहादुर देउबा खराब हो भन्दिनँ, तर म उसको पार्टीमा पनि छैन, पार्टी कसैको पार्टीमा पनि छैन, र कसैको पार्टीमाथि विश्वास पनि गर्दैन। म मान्छे भनेको सिद्धान्तवादी हो, सिद्धान्तमा विश्वास गर्ने मान्छे हो। तर शेरबहादुरको व्यक्तिगत हेर्ने हो भनेपछि शेरबहादुर राम्रै मान्छे हो, राम्रै पृष्ठभूमिबाट आएको मान्छे हो। तर केपी ओली हेर्नुहोस् त, अहिले भर्खर छुटेको जिएनजी आन्दोलनमै त्यत्तिकै लछार पछारमै बाहिर आयो, अझ फेरि भित्र गयो, अझ बाहिर आयो। रवि लामेछाने, अब मलाई मान्छे हुन दिनुहोस्। अरे बाबा, के थिइस् त अहिलेसम्म? मान्छे त थिएस् नि त भन्ने हुन्छ कि फेरि। त्यसो हुन्छ साथीहरु, यही कुरा। तर मेरो विषय त होइन, तर एउटा चासो राख्ने भएको कारण मात्र हो भनिदिएको।